हेलो नमस्कार सम्पूर्णमा। आज म तपाईँहरूलाई एउटा कोशी प्रदेशको बारेमा छोटो जानकारी दिन्छु है त ल। है धेरैलाई त थाहा पनि होला, तर पनि नजान्नेहरूको लागि चाहिँ अथवा नसुन्नु भएकोहरूको लागि चाहिँ छोटो जानकारी। हाम्रो यो कोशी प्रदेशको राजधानी विराटनगर होइन, कहिले नामाकरण गरियो अथवा तोकियो, स्थायी राजधानी विराटनगरलाई कहिले तोकियो, त्यसपछि कोशी प्रदेश नामाकरण कहिले गरियो होइन, अनि कोशी प्रदेश चाहिँ साक्षर प्रदेश भनेर घोषणा कहिले भयो होइन। यति यावत कुरा त हामीलाई त सामान्य रूपमा पनि थाहा हुनुपर्ने कुराहरू हो नि त। अब हामी धेरै जसोलाई थाहा नहुन सक्छ, कतिपयलाई थाहा पनि हुनसक्छ, तर पनि म तपाईँहरूलाई यो जानकारी दिन्छु कि हाम्रो कोशी प्रदेशको राजधानी विराटनगर होइन कहिले तोकियो भन्दाखेरि 2077 साल वैशाख 23 गते चाहिँ विराटनगरलाई चाहिँ कोशी प्रदेशको राजधानी तोकिएको हो। अनि त्यस्तै गरी कोशी प्रदेश नामाकरण कहिले गरियो भन्दा 2079 साल है फागुन 17 गतेका दिन कोशी प्रदेश नामाकरण गरियो। त्यस्तै गरी छ अर्को, कोशी प्रदेशलाई चाहिँ साक्षर प्रदेश घोषणा कहिले गरियो भन्दाखेरि 2079 साल भाद्र 23 गतेका दिन कोशी प्रदेशलाई चाहिँ साक्षर प्रदेश घोषणा गरिएको। अहिलेसम्म चाहिँ मलाई लाग्छ 3वटा प्रदेश चाहिँ साक्षर प्रदेश घोषणा भइसकेका छन्। तेस्रो नम्बरमा हाम्रो कोशी प्रदेश पर्न सक्छ है। हस्, थ्याङ्क यू सो मच।